म चाहिँ आजकल धेरै अल्छिनी भएको छु अनि भिडियो एडिट गर्नु चाहिँ पुरा अल्छी लाग्छ। अनि यो भिडियोमा चाहिँ मैले हिजोअस्ति 2-3 दिनभित्रमा के गरेँ त्यो सबै मैले यो एउटा भिडियोमै हालिदिएको छु। अनि फर्स्ट हिजोअस्ति सायद सोमबारको दिन होला, सोमबारको दिन चाहिँ मैले यहाँनिर मखमली अस्ति 1 ड्याङ छरेको थियो। एकदमै मजाले उम्रेको छ, तर अहिले चाहिँ पानी बेसी परेर यो पिल्सिनु थालिसकेको छ। अनि कति तपाईँहरूलाई चाहिन्छ इफ मखमलीको बिरुवा भने चाहिँ हाम्रोमा आउनुहोस्, जति पनि छ। तर यो अब चाहिँ छिट्टै आइहाल्नुपर्छ किनभने पिल्सिन्छ। अनि त्यो मखमलीलाई मैले रोपिसकेर चाहिँ त्यो दिन हामीले खाजासाजा खाएर त्यहाँदेखि बेलुकाखेरि चाहिँ यहाँनिर हाम्रोमा केटी आएको थियो, नवगाल्बोहरू अनि भाइ लुइज एन्ड पेमाहरू। अनि यिनीहरूसँग एकछिन बात माऱ्यो, खेल्यो, जिस्क्यो। नवगाल्बो चाहिँ यहाँ एकदम नक्कल पार्दैछ, प्लस हामी चाहिँ यहाँ मकै पनि खाँदै थियौँ। अनि नानाहरू चाहिँ यहाँ फुलबारीतिर पनि डुल्नु हुँदै थियो। यहाँ चाहिँ सबै केटी लस्करै बसेर मकै स्ट्रबेरी खाँदै थियो। स्ट्रबेरी चाहिँ बल्ल बल्ल खोजेर मैले 4टा चाहिँ भेटाएको थिएँ। यिनीहरू 4जनै थियो केटी, ठिक्कै भयो। तर यस्तो अमिलो थियो, अमिलो भयो भने त भन्दै थियो तिनीहरूले पनि। त्यहाँदेखि खासमा चाहिँ नाना पनि यहाँ मखमलीको बिरुवै लिनु आउनुभएको थियो। त्यहाँदेखि मखमलीको बिरुवा लिएर नाना जानुभयो, बहिनी चाहिँ यहाँ बेलुकाको पूजा गर्दैछ। अनि यो चाहिँ भोलिपल्ट बिहान चाहिँ यहाँ सब्जी पुर्याउनु पर्ने थियो, गाडीमा हालेर चाहिँ बजारमा पठाउनु पर्छ नि त। अनि त्यो सब्जी चाहिँ आमाले काँक्राहरू टिपेर रेडी गर्नुभएको छ। अनि मैले पनि फुलहरू पनि काटेर यो सब बजारमा बेच्नुको लागि पठाएँ। अनि पानी एकदम परिरहेको थियो, त्यही भएर बहिनी चाहिँ यहाँ चामल खिलाउँदै रहेछ। त्यहाँदेखि दिउँसोखेरि चाहिँ आमाले मकै पोल्नु भएको थियो अनि बहिनी चाहिँ यहाँ मजाले चिया पकाउँदैछ। त्यही मकै चिया खाजा खायो ओर्यो। अन्त यो भने चाहिँ हिजो बुधबारको दिन चाहिँ हाम्रो तल यहाँ नानाहरूको रोपाइ थियो अनि मलाई पनि बोलाउनु भएको थियो नि त। त्यही भएर हामी चाहिँ म चाहिँ त्यहाँ रोपाइमा गएको थिएँ। अनि यहाँनिर नाना चाहिँ मजाले खाजा पकाउनु हुँदै थियो, आनीले पनि चियाहरू बाँड्नु हुँदै थियो। अनि यहाँ चाहिँ अग्लो खाले चुल्हा छ नि त, कस्तो दामी देखेको। अनि बेलुका चाहिँ दिउँसो चाहिँ भिडियो बनाएन, अब काम गर्नु पऱ्यो नि त खेतालो गएपछि त। अनि यो चाहिँ हामीले डल्लै रोपिसकेको बेलुकाखेरि चाहिँ म घर आउँदै गर्दाखेरि चाहिँ मैले भिडियो बनाएको। यति चाहिँ हामीले त्यो दिन रोपिसकेको थियो। अनि घरमा आउँदा त बहिनी यहाँनिर चाउर काट्दै रहेछ। थ्याङ्क यू फर